त्यसले यस्तो संवैधानिक परिषदको व्यवस्था गर्न खोजियो कि 2 जना भयो भने बहुमत पुग्छ भनेर। अहिले के गरिएको छ, भोलि संवैधानिक परिषदको बैठक बोलाएको छ 5 बजे। प्रधान न्यायाधीश कसलाई बनाउने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सोच बनाएको छ। त्यो प्रधान न्यायाधीश बनाउने पात्र प्रस्तुत गर्छु, त्यो पात्र प्रस्तुत गरेर तर्क प्रस्तुत गर्छु, यसको आधारमा संवैधानिक परिषदबाट यो निर्णय गराउँछु भनेर होइन। मैले प्रस्तुत गरेको प्रस्ताव म पारित गराउँछु भनेर कस्तो जालजेल गरिएको छ भने प्रधानमन्त्री हुनुहुन्छ, सभामुख हुनुहुन्छ र भोलि कानुन मन्त्री आउनुहुन्छ र कानुन मन्त्री आइसकेपछि 3 जनाले पारित गरेको कुरा बहुमत हुन्छ भनेर यो प्रधान न्यायाधीश कसलाई बनाउने, आफूले खल्तीबाट झिकेको नामलाई प्रधान न्यायाधीश बनाउने, जसलाई मन लाग्यो त्यसलाई बनाउने, त्यहाँभित्र अमङ द उम्मेदवार। यो कुरा सोचेर यसरी त्यो संवैधानिक परिषदमाथि आफ्नो नियन्त्रण राख्नका निम्ति यस्तो धेरै ठुलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रपञ्च रचिएको छ। अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभएको।